birthday to you. Happy. Hey guys, welcome back to my new vlog. आजको दिन सुरु भइसक्यो. आज चाहिँ बिहानै पानी परेर एकदम शीतल भयो. यता कलेजको केटाकेटीलाई चाहिँ पानीले पुरै भिजाएर नित्रुकै भएको छ. तर हामीलाई चाहिँ एकदम ठिक भयो. बिहान आएर आफ्नो काम भइसक्यौँ. अचार बनाउने काम, अरू काम. अनि आज चाहिँ मेरो बहिनीको बर्थडे छ. मैले त्यसलाई बिहानै फेसबुकतिर त अनि कल गरेर पनि ह्याप्पी बर्थडे भन्न सकेँ. अब तिनीहरू त भक्तपुरतिर बस्छ. अब उनीहरूले अब भरेसम्ममा बोलायो भने चाहिँ हामी जाने नै हो. यदि बोलाएन भने पनि हामी सरप्राइज दिन जाने आज भन्ने प्लान छ. के हुन्छ कस्तो हुन्छ भनेदेखि हामी हुन्छ है त. अनि त्यसपछि केही न केही क्याप्सिकम छ, गाजर छ, धनियाँ छ, अर्को पुङ्चे के रे त्यसको नाम सबै खोइ दिन त सानो फोन त्यही पनि काम लाग्छ कि केही चम्ची हाल्नु चाहिँ सानो फोन खोइ. हामीसँग यस्तो फोन छ है. फेरि तपाईँले के सम्झिहाल्नु सानी चाहिँ बजार गयो. अचार पिन्ने काम चाहिँ मेरो हो. हुन्छ पानी परेको छ. यहाँदेखि चायल पुग्न चाहिँ लाग्छ होला. तरकारी बजार पुग्न चाहिँ यहाँबाट तरकारी बजार पुग्न चाहिँ लाग्छ होला 15-20 मिनट जति. फर्किनु पनि त्यति नै टाइम लाग्छ नि त. ऊ हिँड्दै गयो भने अलिक एक्सर्साइज पनि हुन्छ भनेर गयो. हतार भएको बेला त मैले जान्थेँ. अन्त दुर भयो. अब यहाँ भएको काम चाहिँ मैले गर्नुपर्ने हुन्छ गाइस. अचार पेल्नुपर्ने अरू कामहरू बाँकी छ. मेरो सानी चाहिँ बजार गएर आइसक्यो. ऊ चाहिँ यहाँ अचार प्याकिङ गर्नु थालेको छ. के गर्दैछौ? हाम्रो भ्लग हेर्दैछ है सानीले. अनि उसलाई चाहिँ कफी खान मन लाग्यो आउनु बित्तिकै. म चाहिँ कफी बनाउनु तयारीमा छु. मैले घुमाल्दैछु. उम्रिँदैछ हाम्रो सामान. म चाहिँ अब उसलाई मिठो कफी बनाइदिन्छु. सानीको लागि कफी रेडी भयो है. सानी कफी ल्याऊ. थ्याङ्क यू सो मच. धेरै मिठो. म चाहिँ यहाँ भिडियो बनाउँदैछु होइन. मेरो बुढाले चाउमिन बोकिरहनुपर्छ हेर्नुलाई. यही हो टेक्सास कलेजको हो. अनि उहाँहरूलाई चाउमिन फ्राई राइस चाहिँ दिइसक्नुभयो. चाउमिन बनाउँदै हुनुहुन्छ. एउटा डान्स गरिरहनु भएको छ. डान्स यता खुट्टानी छ. खुट्टा भएको मान्छे नै हुँदो रहेछ भन्ने थाहा भयो आज. मेरो खुट्टा छैन. हामी चाहिँ अब भक्तपुर जान लाग्यो बहिनीलाई सरप्राइज दिनलाई. उसको बर्थडे छन्. जन्मदिन हो नि त. बर्थडे छ. मम्मी जानुहुन्न अरे. हामी दुईजना मात्रै जाने. ढिला नै भइसक्यो. 8 बजिसक्यो. अब गएर सरप्राइज दिनुपर्छ. त्यस्तो धेरै खतरा बनाइँदैन. अब केक एउटा लाने च्याट पार्ने अनि आउने है त. लेट्स गो है गाइस. हामी 15 मिनटसम्म केक स्पेशल केक यसलाई ठिक पार्ने भयो गाडीलाई. लेट्स गो गाइज. हामीले चाहिँ गिफ्ट पनि किनिसक्यौँ. अनि
हामी चाहिँ बर्थडेवालाको घरमा आइसक्यौँ अनि ब्लग बनाउँछौँ। नमस्ते नमस्ते हाम्रो जयस भन्नुहुन्छ ब्लग पनि अनि अब हामी चाहिँ यिनीहरू चाहिँ खाना सुत्न लाग्दो रहेछ खाना खाँदो रहेछ अब हामी केक काट्ने अनि है त बर्थडे गर्ल यहाँ छ है यहाँ चाहिँ केक छ हाम्रो क्यान्डी चाहिँ हामी ल्याउनु बिर्सिन्छौँ म त पालक बजिदिन पालक बजिदिनु आएको रे अब हामी केक काट्छौँ है गाइस केक यहाँ छ ल यो समात त्यो बाल्नु न खोला ल यहाँ छ ल म त उठ्नु पर्यो नि यस्तो सिधा गर्दा अच्छा यो यतापट्टि हाल के माथि यस्तो कालो कालो हाल्ने क्या छ नि ओछ्यान ओछ्यान चाहिँ बिग्रिनु भयो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु खै भन्नुहोस् न ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे उता 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 यता यता बुढालाई खानु पहिला अहिले ल सबै खाइदिनु भयो म भाउजू खाउँछ नि होइन नि यहाँले न ल जन्मदिनको धेरै धेरै शुभकामना छ है गाइस हाम्रो भाबी जानलाई ल ल फोटो भन्छ नि चम्के खाँदा चमक्कै थम मात्र हो ल है गाइजहरू हामी चाहिँ बहिनीको बर्थडे सेलिब्रेट गरेर पनि निस्किसक्यौँ अब हामी यहाँ चाँडोबाट टिमी चोकबाट अब त्यो नयाँ टिमी चोक हो त्यहाँबाट सिधै घरतिर जान्छौँ गाइज आजलाई यति नै आजको हाम्रो भ्लग कसले पुरा हेर्नुभयो कमेन्ट गर्नुहोस् पनि आजको हाम्रो भ्लग कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नुहोस् राम्रो लाग्यो भने लाइक गर्नुहोस् अनि च्यानल बनायो भने सब्सक्राइब पनि गर्नु होला भन्दै आजलाई चाहिँ यति नै टाटा बाई बाई